सबैजनालाई धेरै धन्यवाद यहाँ आइदिनु भएकोमा। अझ बढी धन्यवाद हाम्रो धरान बजलाई यति ब्युटिफुल इभेन्ट होस्ट गरिदिनु भएको छ र हामीलाई टाइम टु टाइम कनेक्ट गरिराख्नु भएको छ। त्यही भएर मनैबाट धेरै नै आभारी छौँ र धेरै जसो परिचित मुहारहरू देख्नु पाउँदा झनै खुसी छु। आज चाहिँ मैले 3टा कविताहरू लिएर आएको छु र मेरो पहिलो कविता वाचन गर्नुभन्दा अगाडि म यसको बारेमा थोरै भन्न चाहे। मलाई अझै याद छ त्यो दिन, इट वाज अक्टोबर 23। हाम्रो एरियामा चाहिँ सबैतिर लाइन गएर पुरै अँधेरो भइरहेको थियो अनि म चाहिँ घरको बाहिर आँगनमा बसिरहेको थिएँ अनि त्यतिखेर जुन पनि लागेको थिएन अनि पुरै अँधेरो थियो तर आकाशमा एउटा मात्र तारा लागिरहेको थियो। सुरुमा त मलाई कसरी आकाशमा एउटा मात्रै तारा लाग्न सक्छ र त्यस्तो महसुस भइरहेको थियो तर साँच्चै नै एउटा मात्र तारा लागिरहेको थियो अनि मैले त्यही तारासँग बोल्ने क्रममा भनेको थिएँ। यो कविताको शीर्षक रहेको छ एक्लो तारा। तिमी किन एक्लै आज, साथीहरू अनि खै तिम्रो साथ, बाटो तिमीले बिरायो कि उनीहरूले, कि जाने जाने छुट्टिएको छौ अरूबाट। जाऊ न, जाऊ तिमी पनि खोजहरूलाई अनि सँगै बसी झिलिमिली बल गर गफ मिठा मिठा अनि सकिएसी रात घर सँगै फर्क। थाहा छ आज यो आकाश बेग्लै देखिरहेछ, आज अलि अनौठो सधैँको भन्दा अलि फराकिलो अनि तिमी बेग्लै देखिरहेछौ, आज अलि फरक सधैँको भन्दा अलि सुन्दर। अँधेरो छ बाँकी सबै ठाउँ मात्र उज्यालो छ जहाँ तिमी छौ, किनकि तिमी एक्लो छौ, किनकि तिमी एक्लो छौ। र यो कविता सिर्फ ताराको लागि थिएन। कहिलेकाहीँ हामी अगाडिको मान्छेलाई यति नराम्रो फिल गराइदिन्छौँ, यति एक्लो बनाइदिन्छौँ कि हामी चाहन्छौँ उसले चाहिँ हाम्रो कुरा मजाले नन स्टप सुनिदियोस्, तर जब हाम्रो पाली आउँछ सुन्ने हामी उसलाई टोटली इग्नोर गरिदिन्छौँ, टोटली अभोइड गरिदिन्छौँ। सो कतै न कतै कहीँ न कहीँ हामी उसलाई एक्लो महसुस बनाइरहेको हुन्छौँ। एक्लो हुन नदिनु ताकि ऊ एक्लै बाँच्न मन पराउन सुरु गरोस्। त्यति साह्रो कसैको पनि मन नदुखाइदिनु ताकि उसको मनको ढोका सधैँको लागि बन्द होस्। कसैलाई त्यति धेरै युज पनि नगर्नु ताकि अन्त्यमा आफै युजलेस हुन परोस्। तब ऊ बिस्तारै आफै बोल्न छाडिदिन्छ, किनभने तिमीलाई थाहा नै होला झरेपछि वातावरण कति शान्त हुन्छ। मेरो दोस्रो कविताको शीर्षक रहेको छ पहिलो भेट र यो चाहिँ मैले मेरो साथीको पर्सपेक्टिभबाट लेखेको थिएँ। फरक छ, ऊ भन्छ करियरमा ध्यान देऊ, पैसा कमाऊ, त्यसपछि यो माया मोह त आफै आइहाल्छ नि। एक हिसाबले हो पनि, तर म भन्छु यो उमेर, यो समय, यो जोस अनि जाँगर फेरि फर्केर कहिले आउने छैन। सो इम्ब्रेस द एभ्री मोमेन्ट द्याट यु आर गेटिङ राइट नाउ। मलाई थाहा छ पछि गएर यु मे फल इन लभ अगेन, बट रिमेम्बर यु आर नट गोइङ टु फिल इट इन द सेम र इन्टेन्सिटी एज यु डु नाउ। म भन्छु इभन इन्जोय द ब्युटी अफ एट्र्याक्सन। कसैलाई पहिलो भेटमा देख्दा अचानक त्यो आँखा जुत्दा, धड्कनको तेज बढ्दा, isn't it so beautiful? So I just want to tell, embrace the every moment you are getting right now, no matter it is love, betrayal, one-sided, two-sided. सबै बिर्सेर just enjoy these feelings because this age and this energy is never going to come back again. र यो कविताको शीर्षक रहेको छ पहिलो भेट। किनभने मेरो साथी भर्खरै एउटा डेटमा गएको थियो र केटाले चाहिँ उसको फिजिकल अपियरेन्सलाई उपरै लिएर तारिफ गर्यो अरे अनि उसलाई त्यही कुरा चाहिँ अलिक चित्त बुझेन अरे। सो यो कविताको शीर्षक रहेको छ पहिलो भेट। यदि पहिलो भेटमै मलाई कसैले तिम्रो लागि म मर्न सक्छु भनिदिन्छ, मलाई राम्रो लाग्दैन। मलाई यस्तो लाग्छ कि उसलाई मसँग जिउनु छैन नै रहेछ। ज्यान दिने कुरा त हर कोहीले नै गर्छ, तिमी जीवन जिउँछु मात्र भनिएर पाउने छौ मलाई जीवन सकिएसी नै प्रिय। यदि पहिलो भेटमै मलाई कसैले तिम्रो आँखा कस्तो प्रिटी भनिदिन्छ, मलाई राम्रो लाग्दैन। मलाई यस्तो लाग्छ कि उसलाई मेरो हेर्ने नजर चिन्नु छैन रे रहेछ। आँखा त त्यस्तै हो,
एकचोटि हाँसेर त हेर संसार आफै राम्रो देखिन्छ। यदि पहिलो भेटमै मलाई कसैले तिमी कस्तै राम्रै भनिदिन्छ मलाई राम्रो लाग्दैन। मलाई यस्तो लाग्छ कि उसलाई मेरो मन कस्तो छ भन्ने जान्नु नै छैन रहेछ। रूप त त्यस्तै हो, एकचोटि माया गरेर त हेर तिमीलाई काँडामा पनि फुल देखिन थाल्छ। यदि पहिलो भेटमै मेरो मुस्कान कसैले मन पराउँछ मलाई राम्रो लाग्दैन। मलाई यस्तो लाग्छ कि यो मुस्कानभित्रको पीडा उसलाई जान्नु नै छैन रहेछ। मुस्कान त त्यस्तै हो, एकचोटि माया गरेर त हेर तिमीलाई काँडामा पनि फुल देखिन थाल्छ। यदि पहिलो भेटमै मलाई कसैले तिमीलाई म माया गर्छु भनिदिन्छ मलाई राम्रो लाग्दैन। मलाई यस्तो लाग्छ कि उसले मलाई बिचमै छोडिदिन्छ। उसले यो एहसास दिलाउँछ कि उसलाई बसमा हासिल गर्नु छ। तर खेर माया यदि साँच्चैकै हो भने एउटा कुरा सोच्छु ल, कि मेरो लागि मर्न सक्छौ र यदि पहिलो भेटमै मलाई कसैले तिम्रो लागि मर्न सक्छु भनिदिन्छ मलाई राम्रो लाग्दैन। मलाई राम्रो लाग्दैन। साँच्चै एउटा कुरा नढाँटी भन्छु, इट फिल्स लाइक अ हेभन। द वर्ल्ड अफ म्याजिक देखेर म छक्क पर्छु। चमत्कारको त के कुरा गर्नु, मनमा अनेक कुरा खेल्छन्। उसो भए खुला आकाशलाई हेर्नु, सृष्टिको खेल त के बुझाउनु। ब्रह्माण्डमा समयधरि त फरक छ, खै अरू त तिमीलाई म के भन्नु। छक्क लाग्छ तर सोचेर पनि के पाउनु। साँच्चै यो रातिको हावामा त्यस्तो के मिसिएर आउँछ मलाई बेग्लै लाग्छ। न्यानोपन र द्वितीयपन, चिसो बतास र हलुङ्गो मन। म आजकल कारणहरूको पछि लाग्दैछु, तर कति सुन्दर देखिन्छ नि है। अँधेरो रातमा टक्क जुन, वरिपरि पहाड र छेउमा रुख, आफू एक्लै तर साथमा मिठो धुन। त्यसैले होस् किन सोच्नु मृत्यु किन हुन्छ भनेर, किन फाल्नु समय खेर हुने कुरा रोक्न सकिन्न, किन पछि पर्नु ती कारणहरूमा जसमा मैले गर्नु केही पनि छैन। त्यसैले होस् किन सोच्नु रात कसरी हुन्छ भनेर, बरु रमाउँछु हाँस्दै ती ताराहरूलाई हेरेर। बरु बिताउँछु समय जति छ खुसी भई बाँचेर, बरु बिताउँछु समय जति छ खुसी भई बाँचेर। बाँसुरी च्यानललाई सब्सक्राइब गरिदिनु होला। वी क्यान बी द पार्ट अफ बाँसुरी फ्यामिली। धेरै धेरै धन्यवाद। थ्याङ्क यू वान्स अगेन। This right here, youngsters, यतिको सानो उमेरमा नै यस्तो धेरै कलाको खानी हुनुहुन्छ उहाँहरू। सकेसम्म सबैजनाले सपोर्ट गरिदिनु होला।